यस्तो सानो देखिने भनेर भनेको। बट यति ठुलो पोइन्ट छ यार यहाँ, यसले हार्ट एट्याक ल्याउन सक्छ तपाईँलाई। त्यहाँ त दुःख त पहिलेबाट भनिरहनु थियो भन्नु त। दुःख भन्थेँ मैले, हो। दाहिनेपट्टिको हो भन्दा दाहिनेपट्टिको होइन भने, दाहिनेपट्टिको केही होइन भने डाक्टरले छानेर पठाइदियो। अब लामो श्वास लिनुहोस्, शाबास। नाकले लिनुहोस्, मुखले छोड्नुहोस्, नघबराउनुहोस् है। अब दुख्या छ, अब हलुङ हुन्छ है त्यो ठाउँ। ठिक, यहाँनिर अनि कहाँबाट तपाईँलाई भोक लाग्छ त? यति ठुलो शून्य छ न, फ्याट छ त। अहिले यहाँ दुख्या छ, कम भयो, ल भयो। नघबराउनुहोस्, नघबराउनुहोस्, पेट ढिला छोड्नुहोस्, शाबास, 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 शाबास। लुज गर्नु, पेट लुज गर्नु, शाबास, 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 शाबास। एकजना यस्तै आउनुभयो पारीबाट, बहिनी मलाई भोकै लाग्दैन भनेर भन्नुभयो। यस्तै थेरापी गरेको, भोक लागेकोले गर्दा अहिले त गुरु के गर्नुभयो तपाईँले, म त राक्षस पो पेटमा कुनै ब्लकेज नभएको ठाउँ नै छैन त अनि कहाँबाट भोक लाग्छ? दाइ हजुरलाई तल्लो पनि दुखो, तल्लो पनि दुखो। दुख्न दिनु। बाबा हो, यो तेर्सो दुखो। यति दुख्न दिनुहोस्, केही हुँदैन। बाबा हो। एक पटक मर्ने हो, दिनदिनै मर्ने होइन है। तर कति बेला? 100 वर्षसम्म। जीवे संवर्षतम श्रीणुयाम संवर्षतम। हो, बस त्यो सम्झिनुहोस्, त्यो मन्त्रलाई। शतम जीवेन शरद शतम श्रीणुयाम शरद शता प्रप्रभाम सरदा शतम भूयस्य सरदा शतम मदिनास्याम सरदा शतम। रिलैक्स। नानी कति बेस जो कागज चाहिँ अलिकति ततार लिएर आऊ, तामामै छ। ए त्यो अब धाइन र नि हाँ? कसले तताउँछ त? लुज गर्नु। को आयो नानी, हेर त। बोलाउन तर आउन खर म्याडम। आउँदैन आउँदैन यही आउनु त्यही हल्ला नगरेर भन्ने टेकनमा हिँड्दैछ भन्दा अटोमा आउँछु भन्थे त्यसो खाने लिएर भएको छ भनेर फोन काटिदियो। होइन म त मान्छे त्यही अरू मान्छे त आउँछ, मान्छे आउँछ